तपाईको नजरमा तपाईको भ्यालु कति छ? आज धेरैले भन्छन् मान्छेको कुरामा आफूले आफ्नो भ्यालुले जज गरी पठाउँछन् है। उसले के भन्छ मेरो बारेमा त्यो अनुसार आफ्नो भ्यालु बनाउँछन्। अरूले के भन्छ हाम्रो बारेमा के बारेमा आफ्नो भ्यालु बनाउँछन्। तर म चाहिँ यो क्वेसन गर्छु कि तपाईको नजरमा तपाईको भ्यालु कति छ? आज कतिले भन्छ त कामै नलाग्ने त बेकामको छस् भने हाम्रो भ्यालु के हुन्छ बिग्रेको मान्छेमा भत्याउ गरेर मलाई के को डर भन्ने एउटा लापरवाही खालको जीवन भइरहेको हुन्छ राइट। किन भन्दाखेरि वी डोन्ट नो आवर भ्यालु। हाम्रो भ्यालु थाहा नपाएको कारणले गर्दा हाम्रो कीमत थाहा नपाएको कारणले गर्दा हामी अरूले भनेको कुरामा हामी अडिरहेको हुन्छौँ र अरूको मूल्याङ्कनमा हामी त्यही अनुसार आफ्नो भ्यालु बनाइरहेको छ। त्यही कारणले गर्दा मैले यहाँ लेखेँ आई सुड नो माई भ्यालु। मलाई मेरो कीमत थाहा हुन जरुरी छ। मलाई मेरो मूल्य थाहा हुन जरुरी छ। आमेन। जबसम्म तपाईँ आफ्नो भ्यालु थाहा पाउनुहुन्न तबसम्म तपाईँ को हो भनेर तपाईँले रियल जीवन जिउनै सक्नुहुन्न। तबसम्म तपाईँ इम्प्रुभै हुनुहुन्न। त्यसैले वी निड टु नो आवर भ्यालु। एकचोटि एकजना धनी व्यक्ति आएर केही चारजना केटाहरूलाई सोध्छ र भन्छन् र तिम्रो नजरमा तिम्रो भ्यालु कति छ भनेर भन्छ। पहिलो व्यक्तिले भन्छ ए जवान व्यक्तिले सोध्छ है ए मेरो भ्यालु जब म बिहा गर्छु अब बिहा गरेपछि अब 20 लाख जति त दाइजो पाउँछु होला नि त्यहीबाट कमाउने गुजार्ने त्यहीबाट हुन्छ भनेर भन्छ। मतलब उसले चाहिँ आफ्नो भ्यालु चाहिँ जस्ट 20 लाखको मात्रै बनाएको छ। सुन्नु अनि एकजना चाहिँ लपङ्गलामा थियो त्यसलाई सोधेको अनि तिम्रो भ्यालु चाहिँ कति छ भनेर सोधेको चाहिँ त्यो व्यक्तिले भनेछ मलाई किडन्याप गर न अनि मेरो बाउसँग पैसाको डिमान्ड गर अनि मेरो बाउले जति भन्छ त्यति नै मेरो कीमत हो भन्छ। सुन्दैन मलाई किडन्याप गर मेरो बाउसँग तिमी पैसा डिमान्ड गर मेरो बाउले जति भन्छ त्यति नै मेरो भ्यालु हो भन्छ। मतलब बाउको कमाईमा उसको भ्यालुले ल्याउन खोजेको छ। पहिलो व्यक्तिले उसको दाइजो कति जति आउँछ भन्ने कुरामा उसको भ्यालु देखाएको छ 20 लाख जति। अनि अर्को गरिब व्यक्तिले सोध्छ एउटा गरिब व्यक्तिले तिम्रो भ्यालु कति छ भनेर सोध्दा तिम्रो नजर तिम्रो भ्यालु कति छ भनेर चाहिँ उसले भन्छ हामी के हो र मलाई 2 कौडीको हो भन्छ कि। खास धेरै जस्तो गरिबहरूको विचार मेन्टालिटी त्यही हुन्छ 2 कौडीको सोच्छन् आफूलाई। ए म त के हो र अरूको अगाडि म त केही नभएको म त केही नआउने न त पढ्न सक्छु न त केही गर्न सक्छु मेरो भ्यालु त केही पनि छैन जस्ट 2 कौडीको भ्यालु भन्छ। त्यो व्यक्तिले आफ्नो भ्यालु चाहिँ 2 कौडीको बनाएको छ। अनि अर्को एकजना मेहनती व्यक्तिले सोध्छ मेहनती जवानले सोध्छ तिम्रो भ्यालु कति हो भनेर भन्छ 2 करोड भन्छ। अनि त्यो व्यक्तिले यसरी भन्छ 2 करोड यति मात्रै म भन्न सक्दिनँ कि म चाहिँ यो सोच्छु कि मेरो शरीर चाहिँ म मेरो मेसिन जस्तै सोच्छु र यसलाई म जति सक्दो प्रयोग गर्छु कतिसम्म मैले कमाउन सक्छु त्यति नै मेरो भ्यालु भन्छ। मतलब चाहिँ त्यो व्यक्तिले चाहिँ बुद्धिमान एन्सर दिएको छ है। तर एक्ज्याक्टली बाइबल अनुसार चाहिँ भ्यालु चाहिँ त्यो होइन। आमेन। मोर देन द्याट त्यो भन्दा ठुलो कुरा हाम्रो भ्यालु छ। आमेन। हामी जति आफैलाई आफ्नो भ्यालु के हो भन्ने कुरा बुझ्छौँ नि अरूले दिएको भ्यालु अरूले दिएको कुराले हाम्रो केही फरकै पर्दैन। जब तपाईँले नै म नम्बर 1 सुन हो भन्ने यो कुरा तपाईँ आफूले नम्बर 1 को भ्यालु दिनुहुन्छ नि अरूले निकम्मा भन्नुहोस् अरूले जेसुकै कुछ पनि भन्नुहोस् त्यो कुराले मतलबै गर्दैन। किनकि यु निड टु नो। अनि तपाईँलाई अलरेडी थाहा छ कि तपाईँ नम्बर 1 हो भनेर। यदि तपाईँ नम्बर 1 हो भने अरू व्यक्तिले केही भने केही भन्नेवाला छैन। आमेन।
त्यही कारणले गर्दा आफ्नो भ्यालु बनाइराख्नुपर्छ। हामी धेरै व्यक्तिले चाहिँ के गर्छौँ भन्दाखेरि हाम्रो भ्यालु चाहिँ पैसासँग दाच्न थाल्छौँ, पैसासँग गर्न थाल्छौँ। तपाईँको भ्यालु चाहिँ तपाईँको भ्यालु तपाईँलाई कसले बनायो त्योबाट आउँछ, किनकि उहाँलाई मात्रै थाहा छ तपाईँको भ्यालु। आमेन। हाम्रो कसले बनायो? परमेश्वरले बनाउनु भयो। हाम्रो कीमत के हो भनेर त हाम्रो परमेश्वरलाई मात्र थाहा छ, किनकि उहाँले हामीलाई बनाउनु भयो। हाम्रो पैसाले हाम्रो भ्यालु निर्धारित गर्दैन, किनकि पैसाले यो कुरा भन्छ आज तिमीले मलाई बचायो भने भोलि म तिमीलाई बचाउँछु हैन। पैसाले के भन्छ भन्दाखेरि जसले पैसासँग आफ्नो भ्यालु गर्छ नि त्यो व्यक्तिलाई पैसाले के भन्छ, आज तिमीले मलाई बचायो भने भोलि म तिमीलाई बचाउँछु। माथि स्वर्गसम्म त लान सक्दिन, तर जहिलेसम्म म तिमीसँग छु तिमीलाई कसैको अगाडि झुक्न दिँदिन भन्छ। तर त्यो भन्दा पनि महान चाहिँ हाम्रो परमेश्वर येशू ख्रीष्ट हुनुहुन्छ, जसले चाहिँ हामीलाई स्वर्ग पनि लान सक्नुहुन्छ। आमेन। जो चाहिँ हाम्रो सदा हाम्रो साथमा हुनुहुन्छ, जसले हामीलाई बनाउनु भयो। त्यही कारणले गर्दा हाम्रो भ्यालु पैसाबाट हुँदैन, हाम्रो भ्यालु चाहिँ परमेश्वरबाट आउँछ। आमेन। पैसा हाम्रो मालिक होइन, हाम्रो मालिक चाहिँ परमेश्वर हुनुहुन्छ। पैसाको शक्ति केही सीमित छ, तर परमेश्वरको शक्ति चाहिँ असीमित छ। आमेन। त्यही कारणले गर्दा हामीले भ्यालु थाहा पाउनु पर्ने हुन्छ। तपाईँले यसो टुकटुकी फोन चलाएको छ कहिले? चलाएन, तर उदाहरण लाग्यो। तपाईँसँग टुकटुकीले 1000 रुपियाँको एउटा फोन छ भने त्यति साह्रो मतलब हुँदैन, त्यो हारा पनि त्यति मतलब। तर तपाईँसँग आइफोन छ भने तपाईँ कस्तो हुन्छ? पार पार छाम्नुहुन्छ है होइन। तपाईँको गोजीमा नि 100 रुपियाँ 20 रुपियाँ 10 रुपियाँ छ भने त्यति मतलब रहन्छ, तर गोजीमा नि लाख रुपियाँ हालेर हेर्नु त बार बार गोजीमा छाम्नुहुन्छ राइट। हामी धेरैले यो कुरा भन्छ कि मेरो त भुल्ने बिमारी छ भन्छौँ, कहिले केही छोड्छ कहिले केही छोड्छ कहिले छोड्छ अनि त्यो भन्ने बेला चाहिँ के भन्छ, मेरो त भुल्ने बानी छ भन्छ। तर होइन, भुल्ने बानी होइन। प्रब्लम के भन्दा त्यसको कीमत नभएको कारणले गर्दा त्यसलाई महत्त्वै नदिएको। जब त्यसको भ्यालु थाहा पाउँछ नि, जब त्यसको कीमत थाहा पाउँछ नि, यति साह्रो केयरिङ गर्छ। हैन? बुझेछ? त्यही कारणले गर्दा आजसम्म तिमीले आफ्नो जीवनलाई कसरी जिएको छौ तिमीलाई थाहा छैन भने, तिमीले लापरवाही जिउँदैछौ भने, तिमीले एउटा अनडिसिप्लिन नभएको जीवन जिउँदैछौ, त्यसको मतलब तिमीले सही जीवन जिएको छैन। त्यसको मतलब तिमीलाई तिम्रो भ्यालु थाहा नभएको। जसै तिमीलाई तिम्रो भ्यालु थाहा पाउँछ नि, तिमी राइट जीवन जिउन थाल्छौ, तिमी दामी जीवन जिउन थाल्छौ, लापरवाही हुँदैन, कुछ भी बोल्दैनौ। हैन? जति बेला भाइ त्यति बेला मोबाइलमा बिजी हुँदैन जब तिम्रो भ्यालु तिमीलाई थाहा पाएन। अघि नै एउटा शक्तिशाली कुरा भनौँ, आज धेरै मान्छेले किन समयलाई बर्बाद गर्छन्? किन समयलाई बर्बाद गर्छ? किनकि समयको लागि पैसा दिनु पर्दैन। आज तपाईको सर्टमा सानो फोहोर लागोस् त कस्तो झोक चल्छ राइट, रिस उठ्छ, कसैले फोहोर गरिदियो केही गर्न रिस उठ्छ नि त। तर तपाईको समय कसैले कुरा काटेर बिताइदियो भने तपाईलाई केही लाग्दैन, चलेगा मजा भइरहेछ त्यस्तो भन्छ। किन त्यसको लागि पैसा दिनु? तर तपाईको सर्टको लागि चाहिँ तपाईले पैसा दिनु भएको छ राइट। आज तपाईले पैसा के त समयको लागि तपाईले दिनमा 2500 तिर्न परेको भए तपाईले आफ्नो समयलाई कसरी प्रयोग गर्नुहुन्थ्यो? कम अन, हामीले समयको भ्यालु थाहा छैन। त्यही कारण गर्दा हामीले समयलाई बेकार तरिकाले चलाइरहेको छौँ। जब हामीले समयलाई बेस्ट तरिकाले चलाउँछौँ नि, जब हामीले समयको भ्यालु थाहा पाउँछौँ नि, हामीले समयलाई चाहिँ सही तरिकाले प्रयोग गर्न थाल्छौँ। तपाईको घडी सानो चोट लागोस् न, तपाईले कति के त्यसलाई बनाइहाल्नुहुन्छ कि रिपेयर गरेर समथिङ केही गरिहाल्नुहुन्छ राइट।
तर तपाईँको समय केही कुराले खोसिरहेको छ, तर तपाईँलाई मतलब छैन। यसको मतलब तपाईँले समयको महत्त्व नथाहा पाएको, किनकि हामीले समयको लागि पैसा तिर्नु पर्दैन नि त, हो कि न? जब तपाईँले समयको लागि दिनमा 100 रुपियाँ तिर्नुहुन्छ नि, समयलाई यस्तो साह्रो प्रयोग गर्नुहुन्छ क्या। 1 घन्टाको 100 रुपियाँ तिर्नु परेन, 1 सेकेन्ड नै बाँकी खर्च नगरिँदा प्रयोग गर्नुहुन्छ है, हो कि न? त्यही कारणले गर्दा आज सेम समयको जस्तै सेम हाम्रो जीवन पनि लापरवाही जिएको, लापरवाही कुछ भी भएको कारण के हो भने एउटै कारण छ, हामीले हाम्रो भ्यालुलाई सस्तो बनाएको छौँ। किन सस्तो बनायौँ हामीलाई थाहा छैन। हाम्रो भ्यालु कहाँबाट आउँछ भने हामीले चाहिँ अरूले भनेको कुरा अनुसार आफ्नो भ्यालु दिन थाल्यौँ। तर हाम्रो भ्यालु चाहिँ जो चाहिँ महान हुन्छ, जो चाहिँ सर्वशक्ति हुनुहुन्छ, जो चाहिँ परमेश्वर हुनुहुन्छ, उहाँबाट आउँछ। आमेन।